हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज देख्न सक्नुहुन्छ बिहानको सुरुवात भनेको यसरी ट्रेनकोबाट भएको छ। यसै तरिकाले हामी काम जाँदाखेरि यहाँनिरबाट सक्कस ट्रेन आउँछ र यसरी बाटो ब्लक गरिदिएको हुन्छ। देख्न सक्नुहुन्छ यो हाम्रो ओकामा 1 किलोमिटरबाट जाँदैछ यो ट्रेन। ट्रेन चाहिँ धेरै ठुलो पनि हुँदैन, तर पनि प्रोटेक्सनको लागि यहाँनिर सेफ मान्छेहरू सेफ हुनु भनेर यस्तो तरिकाले राखिदिएको हुन्छ अगाडिको बोर्ड हो। त्यसले गरेर अब हामी जान मिल्दैन त्यहाँनिर, यसरी बाँधिदिएको हुन्छ यो तरिकाले। अब यसरी सट्ट खुले पछाडि हामीहरू हिँड्ने हो। यहाँको सिस्टम चाहिँ यस्तो तरिकाले गएको छ। अब यस्तो अन्धकारको रातिमा हामी यत्तिकै जानुपर्ने हुन्छ कामबाट। यहाँनिर देख्न सक्नुहुन्छ दृश्य, यहाँनिर एकदम पुरो मण्डल लागेर हुसे लागेको छ। बिहानको 6 बजे यस्तो तरिकाले पनि हामीहरू कामको लागि जानुपर्ने हुन्छ। काम भन्ने कुराहरू अब छोड्नु पनि हुँदैन। अब के गर्नु, अब जाडो छ भन्दैमा अब त्यो छैन, सुतेर बस्न त मन लाग्छ नि, के गर्नु हो छैन, सुतेर बस्न पनि नसकिने रहेछ, जानै पर्ने हुन्छ। यस्तो तरिकाले अन्धकारको भ्यू हेर्दै हावा खाँदै आफ्नो जीवनयापन चलाउनको लागि भए पनि जानै पर्ने रहेछ। बिस्तारै गरेर बिस्तारै कुदाउनु पर्यो साइकल। अहिले हात छोडेर त कुदाउनु मिल्दैन साइकल। यहाँनिर चाहिँ अलिकति डेन्जर एरिया छैन र गाडी साडी कुद्दैन र त्यत्तिकै मैले भ्लग बनाएको। त्यही त बिच बाटोमा त त्यसरी बनाउनु त हुँदैन, किनभने गाह्रै हुन्छ। एक हात छोडेर अनि एउटा हातले मोबाइल समातेर भिडियो बनाउन भने गाह्रै हुन्छ। तर पनि केही छैन, यसो देखाउनको लागि सबैजनालाई यत्तिको छ है जापान भन्ने ठाउँ भनेर चाहिँ यसो देखाइदिन आँटेको मैले। अहिले कन्डिसनमा चाहिँ यस्तै कुहिरो मण्डल जस्तो लागिरहेछ। राति चाहिँ त्यति साह्रो खासै जाडो भएको थिएन, तर बिहान चाहिँ एकदम भनिन सक्नु जाडो छ। लास्टै चिसो मौसम छ त अहिले। यो बत्तीहरू राखिए जस्तो क्या। अब भन्नाले कस्तो भने हिउँ पर्नुभन्दा अगाडिको सन्नाटा र हिउँ परिसके पछाडिको सन्नाटामा कस्तो हुन्छ आफै इमेजिनेसन गर्नु। त्यसको लागि चाहिँ यहाँको भ्यू चाहिँ यस्तै छ, एकदम सिक्री टाइपको सक्नुहुन्छ सबैजनाले। यस्तै छ यहाँनिरको। लगभग यहाँबाट मलाई लाग्छ पिच रोड पुग्न 5 मिनट जति, त्यहाँबाट चाहिँ 1 घन्टा 40 मिनट जति लाग्छ होला सायद काम पनि नपुग्नको लागि। त्यस्तै छ यहाँको अवस्था। 2 मिनट त बोल्दिनँ, तर पनि जति बोल्छु यसो विचार गरेर सुनिदिनु होला। अब यहाँ दुःख सुख भयो भन्ने खालको कुरा गर्नुहुन्छ भने यहाँ दुःख सुख भन्ने कुरा चाहिँ केही छैन। बस मिहिनेत गर्न सक्नु पऱ्यो। मिहिनेत छ भने त्यो दुःख देखिँदैन क्या, दुःख छ क्या, त्यहीँनिर क्या। मिहिनेत चाहिँ देखाउनु पऱ्यो। गरिसक्यो तपाईँहरूको आफ्नो मिहिनेत छ भने चाहिँ, मिहिनेत गर्नुहुन्छ भने चाहिँ त्यसलाई दुःख मान्नु हुँदैन क्या, त्यसमा खुसी मान्नुपर्छ क्या। सेटिस्फाई नै छैन जिन्दगीमा, लाइफमा सेटिस्फाई नै छैन भने तपाईँ जति भागदौड गर्नु, जति रुनु कराउनु, गाली गर्नु आफूलाई हेरेर जिन्दगीमा सेटिस्फाई नै हुँदैन भने त अब कामै दिएन नि त्यस्तो तरिकाले। जोस् भइसक्यो जिन्दगीमा सेटिस्फाई गर्नु हुन्छ। लाइफबाट हार मान्नु भएन, जिन्दगीलाई खेलाची मान्नु भएन। जिन्दगी भनेको यस्तै भागदौड हो, भागिराख्नुपर्छ। नभागेर केही पनि भएन, भाग्नै पर्ने हुन्छ जिन्दगीमा। तर जिन्दगीलाई चाहिँ खेलाची सम्झेर नराख्नु होला। पछि हाम्रो जीविका उत्पादन गर्ने यही हो हाम्रो शरीर। अहिलेदेखि नै बलियो मजबुत हुनु भने तपाईँलाई कसैले झुकाउन सक्दैन, तपाईँलाई कसैले उठाउन सक्दैन। उठाउने भनेको आफै झुक्ने भनेको आफै हो र आफै जे गर्नुपर्ने हुन्छ आफै गर्नुपर्ने हुन्छ। धन्यवाद। म अब यहीँनिर टुङ्ग्याउन चाहन्छु।